यो चाहिँ भेरिगेटेड जेट प्लान्ट हो। यसको भेरिगेसन चाहिँ अति नै सुन्दर छ। तपाईले राम्ररी हेर्नुस्, बीचमा चाहिँ हरियो छ, त्यसपछि सेतो छ, फेरि साइडमा चाहिँ रातो छ। जति राम्रो यसमा उज्यालो परे त्यति बेसी भेरिगेसन आउँछ यसमा। नर्मल जेटको भन्दा चाहिँ यसको पातहरू निकै नै ठुलो साइजको हुन्छ। यसको केयर पनि नर्मल जेट प्लान्टलाई झै गरिन्छ, तर यसको ग्रोथ चाहिँ अलिकति ढिलो हुन्छ नर्मल जेट प्लान्टको भन्दाखेरि। यसलाई आउटडोर पनि राख्न सकिन्छ, इन्डोर पनि राख्न सकिन्छ। यसको निम्ति चाहिँ वेल ड्रेनिङ माटो मिश्रणको प्रयोग गर्नु पर्यो। पानी चाहिँ कम्ती दिनुपर्छ, बेसी पानी दियो भने चाहिँ ओभर वाटरिङ हुन्छ। ग्रोथ हुने टाइममा चाहिँ एनपीके 19-19-19 2 लिटर पानीमा 1 ग्राम मिसाएर चाहिँ हल्कासँगले स्प्रे गरिदिनुपर्छ बिहानखेरि, र दिनभरि चाहिँ यसलाई उज्यालोमा राखिदिनुपर्छ ताकि त्यो पानी चाहिँ मजाले सुकेस्। प्रोपगेसन चाहिँ सजिलैसँगले यसको पातबाट पनि गर्नु सकिन्छ, साथै यसको हाँगा काटेर हाँगालाई लिएर पनि गर्नु सकिन्छ। हजुरसित यो भेराइटीको जेट प्लान्ट छ कि छैन भने चाहिँ यो प्लान्ट अवश्य ल्याउनु होला, अति नै सुन्दर देखिन्छ।